सम्धिनी हामी यति अब भइसकेको मान्छे किन जम्मा हुनु केटा केटी आउने सामुने गर्ने हामी समाजभित्र अनि मात्रै सम्झना आइज नाचिनीहरु आउ न मुई माग्नु जानु के ढुङ्गो लुकाउनु हुँदैन त किन डराउनु त मुई माग्नु जान्छु पालो पनि अब कुटा के हो कुटा शिक्षै नै के हो खै सेवा अब एकछिन ठिक छ anggang maksimum ke अब यसो गरौँ तपाईँहरूले सेवा यहाँ 5,000 राख्नुभयो सडे गलेको मकैको भन्नु 70,000 राखिदिनु भयो होइन अब पछाडि अब माथि लगेर बेहुली अन्माइसकेपछि उहाँले बोलाएको बेला बेहुला बेहुली आउनु पर्यो अनि यहाँ इष्टमित्र चिनाउनु होइन तपाईँहरूले केही पनि ल्याउनु लकन्दी सरदार सबै आउनुहोस् सबै सक्दो आउँदा हुन्छ टिका लाउनुलाई तयारी यहाँ बेहुला बेहुला बस्छ आशीर्वाद मनमने हैन मजाले देऊ जहिले खुसी राख्नु हो हामी पनि आशीर्वाद यहाँ दिदैछौँ है बाहिर देखिको हामीलाई त त्यति चाहिएको छ हाम्रो छोरीलाई दुई जना खुसी भएर बस्यो भने भयो हामीलाई यो व्यवहार पनि भइहाल्छ अरे कसले हिर्कायो के जहिले हिर्कायो नि यो मिक्साले हिन्छ लाठी जस्तो होइन रुनु हुँदैन हाँसी हाँसी जानु पर्छ अब अहिले कुट्नु थाल्यो नि त नि रुयो यो मिक्साले आलाय यो मिक्साले चाहिँ म पो रुन सघाउनु पर्ला दिलाई अब बसेर रुन त सघाउनु पर्छ नि यो टिपिदैन दिदीको मिङ्सा यस्तो ल अब हुन्छ छिटो खानु ए लुमिङ साला चाहिँ राम्रो तिमीहरूको बाई बाईको बन्धन कहिले पनि नराम्रो नहोस् यो दिदीको टिपेर त राखिदे हो त्यो भुइँमा त्यो चिठीखामा टिपेर राखिदे फस्टो लकन्दी हो लकन्दीलाई ल्याउनु एउटा ब्याग त चाहिन्छ होला नि फेरि पनि टेम्पेमा यही ससुराली बनाउनु जोडी बनाएर राख्न पाइयोस्
हाम्रो छोरी चेलीहरू सबै राम्रो राम्रो छ है आउनु है कहिले नबाजी मेकअप सबै रुनु हुँदैन फेरि म सघाउँछु नि राम्रो आशीर्वाद दिनु है प्रकाशजीलाई राम्रो दिनुपर्छ साथीलाई भाइलाई म जस्तै हाँसी खुसी छिटो तेरो पनि बिहे खान पाएको छैन उहिले मेरो फुप्पाजुहरू नि गाईलाई अन्त्यबारे हाम्रो टिका वार्तसमा नि ल सम्झना शुभ आशीर्वाद छ है परेबाट राम्रो गरी खानु है ल भोलि पर्सि भेट्छौँ न मलाई त कति हो कति ल रिता तपाईं लाइदिनु न भगवान सुषमा सरुका यहाँ आइज त यहाँ भिडियो बना त बेहुला बेहुलीको यस्तै त हो नि अब हौ मिङ्सालाई आशीर्वाद मिङ्साको चाहिँ बोक्ने म है चेलेक्लेक गऱ्यो भने त सबैले भेट्छ यहाँ साइनुमा ठुलो जाला कि ए दुईजनाले त नभेटेर छ दुई तीनजनाले चाहिँ सरोका र जेनिसालाई नि अब अर्को साल चाहिँ यसरी दुईजनालाई बेहुली लाने हो उ चाहिँ पर्तिर पनि छ खासमा राख्नु मिल्दैन त सँगै त ल त्यो पछाडिबाट बेहुला बेहुलीको हुन्छ टाउका निस्किन्छ त्यही भएर म चाहिँ अर्को गाडीमा पसेँ ओ सोल्टेनी हो नि फेरि यता प्युर सोल्टेनी हो यता दिदी बहिनीहरू छ अरे हाम्रो मायाको प्युर नन्दको यता यता बेहुलीको दिदी यसो गरिहाल्न यसो गर्न सक्दैन यसो 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 मोटु बाजे नजाने कि जाने मान्छेहरू यहाँ छ जाने मान्छे यस्तो छ लाग्ने हो मेरो हल्लिन्छ होला है भरे फेरि नानीलाई त दिउँछ ल ओ जागे
फोन गरे नानी अच्छा यसरी घुमाएर नि यो कहाँ लानु अब यो गाडी यतै कि यता यो स्कुलबाट जानुपर्ने हो आमै नि त यस्तो पो रहेछ त हौ पूर्वपट्टि नफर्कै हुँदैन गाडी फर्काउनु पर्ने अब पहाडको बाटो यस्तै छ ठुलो भएको भए त होइन रमाइलो हुन्छ तर यो सिसा पो होइन सिसा अलिक खोल्दैछ तर धुलो हुन्छ नि दुःख छ होइन मान्छे पनि बेहुला बेहुली नि घुमाउँथ्यो त अस्ति हाम्रो माइली र माइलाको घुमायो त घुम्नु पर्ने खासमा पुज्नु पर्ने अब त्यही त नि यहाँ त के हाँसुक्ने भइगयो त घर बेहुला बेहुली पनि होइन भन्छ सँगै बस्नु होइन घोडा चाहिँ जुदाउनु हुँदैन नि त बेहुला बेहुलीको भोट गर्दैछु बेहुलीले त्यसरी काम गराउँछ हाम्रो गाउँघरमा चाहिँ रुँदैन नि आजभोलिको बेहुलीहरू त अब काम गराउँछ त्यहाँनिर कम्ता उ गर्दैन उ चाहिँ हेर अब माथि नि यसो गरिन् त्यसले त हेर यहाँ बेहुलीले ऊ खुसी भएर काम गराउँदैछ रुँदै छैन देखिँदै छैन रिसाउँदै पनि छ त्यहाँनिर छिट्टो हिँड्न तिमीहरू ढिलो गऱ्यौ मेरो घर जानु भन्दैछ त्यहाँनिर यहाँका ड्राइभर भाइ कता चढ्यो यस्तो छ अब बर्खा हिउँदोको यहाँ बाटो राम्रो बाटो छ खतम सिधै छ सुनिता भन्ने एउटा छ कि दिदी त्यो दिदी निस्किनु भयो भने चाहिँ उहाँको ठाउँमा चाहिँ यस्तो छ बाटो चाहिँ पहिलोचोटि हिँड्दै गरेको चाहिँ केहरू देखाएको भने यो ठाउँलाई त मेरो भन्दा जस्तै छ यो मेरिङदेखि लागि यो उकालो यो सानफाक्रा उकालो होइन ए खामलुङ उकालो अरे सानफाक्रा चाहिँ अब एकछिन अनि बा कस्तो भइरहेको के पो देखाउँदो रहेछ त टन्न यहाँनिर मान्छेको प्रतीक्षामा खोइ के भन्छ जन्ती के भन्छ हौ लोकन्दे होइन माइतीहरू कता 4वटा बाइक कहाँ लुकी गयो त्यही भएर पर्खिरहेको छौँ हामी यहाँनिर पर्खेको चाहिँ 1 घन्टै हुन आँटिसक्यो यो ठाउँमा हो हामीले पर्खेको चाहिँ यही लाउनु यहाँ यो ठाउँ त पारिबाट देखिन्छ जस्तो लाग्छ गीत बजिरहेको थियो त्यही भएर फेरि साउन्ड अफ गर्नु पर्यो खासै राम्रो चाहिँ देखिनु हुँदैन क्या फेरि यो साउन्ड अफ गरेको भिडियो चाहिँ आइपुग्यो बल्ल बल्ल बल्लै कस्तो धमिलो छ यो धुलो उडाएर होला है त सम्झ यो हो हाम्रो चाहिँ यो हो धमिलो आएर चाहिँ यो खोइ क्लियरै देखिएर छैन प्रष्ट आँखाले त क्लियर ओर्लिने होला कि जान्थ्यो परेमा एकछिन बेहुला बेहुली ओर्ल्यो बेहुला बेहुली नओर्ली त हामी ओर्लिने त कतिजना हामी यसरी आउनु पर्ने खै त्यो फुक्ने मान्छेले फुक्नै छोडिसक्यो अब यहाँनिर खै केहरू अरे उठाउने बसाउने खै के भन्नेहरू हुन्छ अरे मलाई थाहा पनि छैन हौ त्यही भएर बस्नु चाहिँ नबस्नु पर्ने अरे लगन्ती पनि छैन यो चाहिँ लेन लवा यो चाहिँ यस्तरी यो खाजा हो के हो खाजा चिज हो खाजा बेहुला बेहुली हामी सबै खाजाको यहाँ हामीलाई बाटोमा खाजा दिन्छ क्या लिम्बूमा जाँड खानेलाई जाँड चिया खानेलाई चिया खानेलाई चिया चिसो यो मग चुइन्ने छ चुइँदैछ तप तप गरेर त्यही भएर मैले छिटो छिटो खाइहाल्दै गरेको
देखिँदैछ नि होइन तरेमाहरू यसरी अब भरे सम्धीसँग यता दौरा धान्न छु भनेर तयारी यता सोल्टीहरू यता यस्तो छ बेहुली के पो भन्छ यो दिदी सासू होइन दिदी सासू मस्किँदैछ सम्झना यता यता कम त तरुनीहरू छ यो बेला हामी खाजा खाएर अब जानुपर्ने जबले मुख छोपिरहेको छ त्यो नन्दे भाइले किन अनुहार छोपेको मलाई थाहा छैन यसरी बेहुली अब बेहुलाकोमा हामीलाई खाजा खाएपछि बेहुला घर हिँडेको हामी यो बेला यसरी हिँड्नु पर्ने रहेछ हामी चाहिँ साडी यो बेला आउँदै गरेको यिनीहरू हामी यहाँदेखि म भिडियो गर्न सकिनँ आउँदैछ ऊ यस्तो तरिकाले अगाडिबाट गरेको नि मैले अब पछाडि फर्किनु कति अप्ठ्यारो बाटो छ यहाँ लडियो भने त्यही भएर अगाडि हल्लिँदै बेहुलाको घरमा चाहिँ गीत बज्दै रहेछ त्यही भएर मैले यहाँ पनि अफ गरियो गाह्रो छ हौ छेउमा मलाई यस्तो बनाउनु लाज हुन्छ कि यो चाहिँ यहाँ डेढामा यसो लाइन नस्कार यता यहाँ जन्ती बाख्रा आइसक्यो है हाम्रो बोजू सबैजना उठ्नुपर्छ अरे यो ल्याउने चाहिँ बाख्राको Adang bakso ane ko umade ma herum pen halu hini cimar ja juga me la mayang thok mayang awat heja hopa niyang hopa anu machi ja joge khanang hopa telenang hopa ani yaktung ba gabla asin tirtha burta थेबा युमार मेजोग मेबा पनि एमबे मेजोग लिम्बू गीत बज्दै रहेछ फेरि यहाँ चाहिँ मैले थाहा पनि नपाएको अहिले यहाँनिर मैले एडिट गर्दा चाहिँ थाहा पाएर यहाँ पनि अफ खत्तम चिया पानीको व्यवस्था हुँदैछ हाम्रो लागि यो बेला बिहानको खाजा बिहानको खाना आज अहिले कति बज्यो 3:30 भयो बिहानको खाजा यसरी हैन बिहानको खाना छोड एकछिन त एउटा अचल ल्याउँछु जाँदैछ बिहानको यहाँनिर फेरि बाँड्न छेक्यो बेहुली बन्याउँदै गरेको यहाँ आफै बनिँदैछन् इस लु खाऊ त अब लो ए पोथाङ ल यहाँ हेर्नु होला
छाता पनि ए हिलोमा फेरि हौ यस्तो छ बेहुली छेकौँ होला नि अब यसो त गर्नु होला नि अब यहाँ बेहुली भने आधा नि नबन्ने छ कि केकको हतार भयो बेहुलालाई भगवान् केटाहरू हिलो हिलो छ सम्झना बनाएको 2 घन्टा भइसक्यो बनिसकेको छैन अझै जेन्सा ए सरुका ओ सरुका अलिक माथि जाउँ त भइसक्यो तल मिलेको छैन हुँदैन केटाहरू हतार गरेर चक्रै भइसकेको छ हतारले मर्न आइसक्यो नबोलाई अतालिँदै आएछ है बेहुली छिटो लगिहाल्नु फाइनली अब चाहिँ रेडी हुनु लाग्यो जस्तो छ बेहुली आफ्नो चाहिँ साडीले जिब्रो त्यसरी निकालेर ढुङ्गे मुन्ले दिउलो नहुँदा कम्ती गाह्रो फुस्के गर्ने हो क्या ऊ त्यो भएन हाटेरिया अब ठेले गर्नु पर्यो नि त्यो त के भयो कहाँ जाने पर्ने हो कता जाने दिदी मेरो ब्याग दिनु त्यहाँ मेरो उ छ दिदी मेरो ब्याग दिनु न त्यहाँ उ छ हौ त्यहाँ उयो पछि छ के तपाईँको पछाडि मेरो ब्याग छ दिनु भनेको यहाँ उ
बेहुलाको र बेहुलीको साटियो कि क्या हो खाता चाहिँ साटेको खोइ त अनि बेहुलीको खालेको त बेहुलाले ओढेको होइन हौ त्यही थियो होइन यहाँ चाहिँ ढोक्दैन रहेछ नि होइन घोप्टेरै ढोक्यो त म पनि नदेख्ने रहेछु त चट्टेरी सम्झना यो टोली भन्छ क्या यसलाई अरे जा आफ्नो आफ्नो ठाउँ अनुसारको रहेछ यो कान्छो माइती चारचोटि घुमाउँछ गीत बजेर उही अफ गरियो आफ्नो आफ्नो ठाउँ अनुसारको हुँदो रहेछ यहाँ चाहिँ स्टोरी खै बेहुला यतै राखिराख्नु भएको छ फेरि बेहुली उता खै के हो भित्र्याउनु आँटेको टाइम यो चाहिँ गीत बजेर माथिदेखि अक्षता छर्केर हाम्रो तेल
फेरि अछिटामा चाहिँ चटपटेको कलर रहेछ मैले आज मात्रै थाहा पाएको यस्तो गर्नुपर्ने रहेछ केही थाहा छैन है हामीलाई हैन टिका लगाइदिनु पर्ने यहाँ अघि खुतक पार्टी हाल्यो नि हो ठेट्टेरी ठेट्टेरी कति धेरै कलर र यो चामल हौ 2 मुठी भइजान्छ त मित्र ओ लो नचल्नु भन्ने त उयो बहिनी कतिचोटि भनेको कहाँ म अगाडि जानु बेइज्जत ठोकी गरेर आइरहनु चाहिँ अब यो गरेर यो भित्र्यायो खै त हे भगवान कति तल एक दुईजना बाहिर बस्नु न
नत्र अटी अटी बसौँ न मान्छे पोखिँदैन के गर्छ अच्छा अटिन्छ अटिन्छ हौ दुःख सुख बस्नु बस्नु एकछिन बस्नु नहुने पो त होइन बस्नु नहुने अरे अब एकछिन यो भित्र आएको यहाँनिर हो बस्ने ठाउँ अहिले हामी नबसेको कारण चाहिँ यहाँनिर बसाउने भन्ने चाहिन्छ अरे के त्यही भएर बसाउने पर्खेर बसेको यहाँनिर खोइ यम त हो होइन यहाँ छ निलोकन्जीहरू सबै अयो ल भिडियो यसो गरेर फेरि एकचोटि यता भ्यूलाई त कहाँ गयो कहाँ जानुभयो भयो मेरो जोइ होइन त नि यसको छ्यामा अनि सम्झना छ्याम भएपछि म जोइ भएन त सालले त यस्तो छ बेहुलीको हालत यस्तो छ है बेलुकाको भात ए होइन बेलुकाकै हो नि बेलुकाको भात हो क्या अघि बिहानको दिउँसो खायौँ होइन अनि अहिले यो बेलुकाकै हो क्या तर अघि यो चाहिँ पर खानुपर्ने हाम्रो माइती राजाहरूले टोली चाहिँ नराखिकन एकैचोटि यता भित्र्याउने ठाउँमा ल्याइदिएछ त्यही भएर अहिले हामीले चाहिँ यहाँ ब्रन्डामा राखेर यसुको आँसु मेरो
हो माथि चाहिँ 장망 오. 걔네 아시 닝어 그만 주시고 오면. 알아 주래. 안 빨리 그려. आत्मा दीदी आशा वा ना पा मासे दीदी मलबा जरा चला तमी तो दे हो एकचोटि हो एकचोटि रोक न एकचोटि हो क्या एकचोटि हेर्नुहुन्छ ए बंगली मेरो असिन त म त रोबै थिए नि शाबाश आओ ताली आदि शाबाश निकाल के दे पे ताली हाम्रोमा एकचोटि छ हाम्रोमा एकचोटि छ चल सक्यो सक्यो लगानको ढोल हाम्रो लिम्बूको चाहिँ ढोल यसरी चाहिन्छ बिहेमा ढोल होइन के भन्छ यसलाई के भन्छ अघि टोङ्बा तानेको त भित्री गर्नु लागेन रहेछ नि के भएको होला है यहाँ नाचेको यहाँ आऊ न यहाँ आऊ यहाँ आऊ देखेको म चाहिँ यस्तो गरेको खै त हौ अनि आउँदैन त नि सबैभन्दा सानो उमा बनाउँदा नि त्यो टाउको काटिन्छ ज्वाइँहरू ठुलो ठुलो भएर होला सम्झनाको त आउँछ त नि हाङ्गाम आजदेखि अहिलेदेखि सम्झना साँबा होइन सम्झना साँबा हाङ्गाम हे भगवान् के आइलाग्ने हो नाङ्गै खुट्टा पो हुनु पर्ने रहेछ फेरि सिद्धेर यो चाहिँ सबै अन्तिम नै होला जस्तो लाग्छ मलाई चाहिँ अब यो भन्दा कि खोइ केहरू छ होला र
सक्यो। मलाई भिडियो बनाउनु मन लाग्दैन हाम्रो गाउँको चाहिँ, तर यहाँ चाहिँ सिधा नाच हुने रहेछ। खोइ अहिले नाच त्यस्तो गर्ने हो कि बोकेर कुदाइन्छ। यो त उल्टो भयो। ल हामी यहाँ सम्झु लगाउने हुन आँटेको छ। ताको टाउ पनि निकालौँ न हौ, कति पो हुँदैन। तरिकाले गर्ने हो। ल फेरि जतै हुने रहेछ यार। होइन होला एकचोटि मात्रै हुनुपर्ने खोइ त। आजै देख्दैछु त तामाङले पनि यसो गरेको थिएँ होइन, थाहा भएन अरू त। यो मान्छेलाई चाहिँ अघि राति बिकाउनु पर्ने के बिकेन अरे हौ, अनि फिर्ता जाँदैछ। सेलमा राखिएको छ नि यसलाई। सेलमा यता देखा तेरो भरे मान्छेले पत्याउँदैन कस्तो कस्तो दियो दियो भन्छ नि। अनि
अब यही लगाइदिन्छु म त यता सोल्टेनीको यता निकाल्नु यस्तो जाँदैछ यो काकीको ता उता हेरिदिनु न मलाई फोटो चाहिँ खिच्नु यहाँनिर हाम्रो फेरि के भन्छ यसलाई नयाँ बेहुलीले दाल लगाएको बेहुला त अघिको त म बिर्सिगएछु नि हौ यसरी लगाइदिनु पर्छ र माइतीहरूलाई के भन्छ बिदा गर्नुलाई आउँदैछ त्यो रमाउँदै आउँदैछ ऊ गफ बेहुला र बेहुली रमाउँदैछ ऊ हेर्नु यस्तो छ ए बिदा गर्न आएको मान्छे यस्तो छ पछाडि त पर्छ